धेरै समय पहिले रामायणको युगमा हनुमान नामका एक महान वानरवीर थिए। उहाँ धेरै बलवान, बुद्धिमान, साहसी र दयालु हुनुहुन्थ्यो। हनुमानलाई सबैलाई मद्दत गर्न मन पर्थ्यो र उहाँ भगवान रामका सबैभन्दा प्रिय भक्त हुनुहुन्थ्यो। सानो हुँदा हनुमान धेरै चञ्चल र खेल्न मन पराउने बालक थिए। एक बिहान उहाँले आकाशमा चम्किरहेको ठुलो सुन जस्तै घाम देख्नुभयो। उहाँले त्यसलाई पाकेको आँप सम्झनुभयो। त्यसपछि सानो हनुमान घाम समात्न आकाशतिर उफ्रिनुभयो। उहाँको शक्ति र साहस देखेर सबै देवताहरू आश्चर्यचकित भए। हनुमान कहिलेकाहीँ आफ्ना शक्तिहरू खेल्दै प्रयोग गर्नुहुन्थ्यो। त्यसैले ऋषिहरूले उहाँलाई आशीर्वाद दिए कि आवश्यक पर्दा मात्र उहाँले आफ्ना शक्तिहरू सम्झनुहुनेछ। यसले उहाँलाई नम्र र बुद्धिमान बन्न मद्दत गर्यो। पछि हनुमानले वनमा भगवान राम र लक्ष्मणलाई भेट्नुभयो। त्यतिबेला रावणले सीतालाई लङ्का लगेको थियो र राम उहाँलाई खोजिरहनु भएको थियो। हनुमानले रामसँग धेरै आदर र प्रेमले कुरा गर्नुभयो। रामले तुरन्तै हनुमानको शुद्ध मन र भक्ति चिन्नुभयो। त्यस दिनदेखि हनुमान रामका सबैभन्दा विश्वशील साथी बन्नुभयो। सीताको खोजी गर्ने क्रममा हनुमानले विशाल समुद्र पार गरेर लङ्का जाने निर्णय गर्नुभयो। उहाँ एकै फड्कोमा समुद्र पार गर्दै लङ्का पुग्नुभयो। धेरै खोजेपछि उहाँले अशोक वाटिकामा दुखी भएर बसेकी सीतालाई भेट्नुभयो। हनुमानले रामको औँठी सीतालाई दिनुभयो र भन्नुभयो, कृपया आशा नहराउनुहोस्। भगवान राम तपाईँलाई बचाउन अवश्य आउनुहुन्छ। सीता धेरै खुसी हुनुहुन्थ्यो र हनुमानलाई आशीर्वाद दिनुभयो। रावणले हनुमानलाई समातेर उहाँको पुच्छरमा आगो लगाउन आदेश दियो, तर हनुमान डराउनु भएन। उहाँले आफ्नो आगो लागेको पुच्छरले लङ्काका महलहरूमा फड्को मार्दै लङ्का जलाइदिनुभयो। त्यसपछि उहाँ सुरक्षित रूपमा राम कहाँ फर्कनुभयो। पछि राम र रावण बीच ठुलो युद्ध भयो। युद्धमा लक्ष्मण गम्भीर घाइते हुनुभयो। उहाँलाई बचाउन हिमालयको पर्वतमा पाइने सञ्जीवनी जडीबुटी चाहिन्थ्यो। हनुमान त्यो जडीबुटी लिन उडेर जानुभयो, तर कुन जडीबुटी सही हो भनेर चिन्न सक्नु भएन। त्यसपछि उहाँले पुरा पर्वत नै उठाएर ल्याउनुभयो। सञ्जीवनी जडीबुटीले लक्ष्मणको ज्यान बचायो। सबैले हनुमानको शक्ति, बुद्धि र सेवा भावको प्रशंसा गरे। हनुमानले कहिल्यै पुरस्कार वा प्रशंसा चाहनु भएन। उहाँको सबैभन्दा ठुलो खुसी भगवान रामको सेवा गर्नु थियो। आज पनि मानिसहरूले हनुमानलाई शक्ति, भक्ति, साहस र सेवाको प्रतीकको रूपमा सम्झन्छन्। हनुमानबाट सिक्ने शिक्षा साहसी र आत्मविश्वासी बन्नुपर्छ। आफ्नो शक्ति अरूलाई मद्दत गर्न प्रयोग गर्नुपर्छ। बलवान भए पनि नम्र बन्नुपर्छ। सधैँ सत्य र राम्रो बाटोमा हिँड्नुपर्छ। परिवार र साथीहरूलाई प्रेमले सहयोग गर्नुपर्छ। कठिन समयमा कहिल्यै हार मान्नु हुँदैन। बालबालिकाका लागि छोटो सन्देश, हनुमान जस्तै हाम्रो मन पवित्र, शरीर बलियो र हृदय दयालु बनोस्। साईराम।